ओभरअल 2002 देखि त अलिकति म्यासिभली नै तपाईको एचआईभी को क्षेत्रमा चाहिँ काम हुँदै गएको रहेछ। बेसिकली ग्लोबल फन्डको फन्डिङ आउन थालिसकेपछि अलि बढी म्यासिभली आएको, त्यसपछि अनि केही इन्टरनेसनल एनजिओहरूमा एफएचआई, सेभ द चिल्ड्रेन जस्तो संस्थाको आफ्नै फन्डिङ सोर्सहरू थियो। त्यसले गर्दाखेरि अलिक फन्डिङ अभाइलेबिलिटी पनि भयो र त्यो अभाइलेबिलिटी अनुसार चाहिँ एनजिओ अथवा सिभिल सोसाइटीको इङ्गेजमेन्ट पनि बढ्दै गयो होइन। र पछि मैले भने त्यो लार्जर सिभिल सोसाइटीको इङ्गेजमेन्टबाट चाहिँ अनि अलिकति की पपुलेसन चाहिँ त्यहाँबाट बिस्तारै बिस्तारै इमर्ज हुँदै आयो। प्रोग्राम इम्प्लिमेन्टेसनको पार्टहरू पनि कता कता देखिन्छ लाइक विभिन्न की पपुलेसनहरू आएर आफ्नो क्षेत्रमा भनौँ न आफ्नो की पपुलेसनलाई सल्भ गर्ने कामहरू गर्न थाले। लाइक मिनिङफुल इन्भल्भमेन्ट पनि त्यही अनुसारले नै बिस्तारै बढ्दै गएको चाहिँ देखिन्छ होइन। 2000को दशकमा 2000 चाहिँ एउटा गोल्डन एरा नै भनौँ न। त्यति बेला चाहिँ विभिन्न कम्युनिटी बेस्ड अर्गनाइजेसन इमर्ज पनि हुन थाल्यो। लाइक द क्यापेसिटी वाज बिल्ड होइन। लार्जर कम्युनिटी इन्फेक्टेड कम्युनिटीमा चाहिँ तपाईँको चाहिँ सर्भिसेसहरू पनि पुगिरहेको थियो। सो त्यो दौरानमा चाहिँ यो हाम्रो इन्टरनेसनल कम्युनिटीले नेपालको एचआईभी रेस्पोन्सलाई चाहिँ कसरी हेरिरहेको थियो इन टर्म्स अफ प्रोग्रेस एन्ड अचिभमेन्टको कुरामा है? यस्तो हो, एउटा चाहिँ पोजिटिभ नोट कहाँबाट आयो भनेदेखि 68%बाट सेकेन्ड आइबिएस 3 वर्ष 4 वर्ष 98बाट सेकेन्ड आइबिएसको क्रम आउँदाखेरि त्यो खर्लप्पै घटेको देखियो प्रिभेलेन्स। हुन त त्यो 68% ड्रग युजरमा त्यो प्रिभेलेन्सको स्याम्पल साइजहरू र एरिया अलि लिमिटेड पनि थियो होला होइन, मेथड्स पनि अलि विक थियो होला। तर वाट एभर इज द केस त्यसले के इन्डिकेट गर्यो नि, त्यो हाई प्रिभेलेन्स त इन्डिकेट गर्यो नि। अनि सेकेन्ड राउन्डमा आउन साथै त्यो प्रिभेलेन्स ठ्याप्पै घट्यो होइन। त्यसले एउटा के मेसेज चाहिँ इन्टरनेसनल कम्युनिटीमा लुक देयर इज अ पोसिबिलिटी है, if the program is implemented properly there is a possibility। त्यो एउटा पोजिटिभ मेसेज त्यो दियो एउटा है। अनि अरू राउन्ड अफ आइबिएसमा चाहिँ आएको इन्फर्मेसनहरूले प्रोग्राम डिजाइनमा एकदमै हेल्प गर्यो। सेक्स वर्करको प्रोग्राममा चाहिँ अलि हायर प्रिभेलेन्स मोर देन 2% 3% प्रिभेलेन्स 4%सम्म गएको छ होइन। त्यो चाहिँ घट्दै गएको ट्रेन्ड देखिनु, त्यसले पनि एउटा पोजिटिभ मेसेज दियो होइन। त्यो सबै भइसकेपछि पनि बिचमा चाहिँ इन्टरनेसनल एपिडेमियोलोजिस्टहरूलाई बोलाएर त्यो एपिडेमिक एनालिसिस गराउने चलन थियो। त्यति राम्रो इन्टरनेसनली वेल नोन मान्छेहरूलाई चाहिँ बोलाइन्थ्यो, आउँथ्यो उनीहरूलाई होइन। हो इट्स युनिट छ, डब्ल्युएचओले फाइनेन्स गर्दै आउनु पाउँछ, तर उनीहरूले चाहिँ आएर एपिडेमिक एनालिसिस गर्दाखेरि त्यो ट्रेन पिक्चर कस्तो हुन्छ भन्ने राम्रै सल्लाह दिएको देखिन्छ है। त्यो हामीसँग डेटा भयो, त्यो डेटालाई उनीहरूले केयरफुली एनालाइज गरे, त्यो डेटालाई अरू डेटाहरूसँग त्यसलाई भ्यालिडेट गरे होइन, क्रस भेरिफिकेसनहरू गरे। अनि हाम्रो हेल्थ सेक्टरको ओभरअल पर्फर्मेन्स हेरे, सिभिल सोसाइटीको ओभरअल पर्फर्मेन्स हेर्दाखेरि चाहिँ ट्रेन्ड चाहिँ उनीहरूले त्यो देखाएको थिए। अब त्यसमा एउटा के देख्यो भने ड्रग युज कमिटीको रेस्पोन्स असाध्यै राम्रो देखियो होइन। अब अलिकति एलजिबिटिआई कमिटीको चाहिँ कस्तो देखियो भनेदेखि प्रिभिलेन्सहरू घटेको अथवा स्टेबलाइज भएको भए पनि इन्टरनेसनल त्यो एपिडेमियोलोजिस्टहरूले पनि त्यो साह्रै धेरै ऱ्यापिड डिक्लाइन हुँदैन है भन्ने कुरो त्यतिखेर कुरा गर्थे। र अहिले पनि हेर्ने हो भने जुन रेटमा डिक्लाइन हुनुपर्ने हो त्यो रेटमा भएको छैन कि भन्ने चाहिँ छ कहिलेकाहीँ कता कता कुरा गर्दाखेरि नै। पर्टिकुलरली यो एमएसएममा चाहिँ प्रिभिलेन्स मोर स्टेबल अथवा एउटा पोइन्टमा गएर अड्किराखेको छ होइन। र त्यो कस्तो देखियो भने नेपालमा मात्र होइन अरू मुलुकमा, पर्टिकुलरली एसिया र एसिया पेसिफिक कन्ट्रीको अरू मुलुकमा पनि हेर्ने हो भने यो एमएसएम पपुलेसनमा अलिकति त्यसले ड्राइभ गरिरहेको छ कि केही पोइन्टमा फेरि त्यो चाहिँ के हुन्छ भने पपुलेसनहरू एउटा ग्रुपसँग अर्को ग्रुप क्रस भइरहेको हुन्छ। त्यसले गर्दा त्यो चाहिँ एउटा अरूतिर ट्रान्समिटेसन हुने सम्भावना त्यहाँ छ कि भन्ने फियर चाहिँ त्यतिखेर पनि थियो। ओभरल्यापिङ भनरेबिलिटी भएको ग्रुप भनौँ न, ओभरल्यापिङ ट्रान्सजेन्डर कम्युनिटीकै मान्छे भनौँ, एलजिबिटिआई कम्युनिटी मेबी लाइक अल्सो ड्रग युज पनि भइरहेको होइन। इन टप अफ द्याट अब सेक्स वर्क पनि मल्टिपल ओभरल्यापिङले गर्दाखेरि र होइन त्यो क्रस रिलेसनसिपले गर्दाखेरि अलिकति त्यो इस्यु चाहिँ देखिन आएको थियो।
तर एउटा राम्रो पार्ट चाहिँ के देखियो भने ओभरअल प्रेभेलेन्स चाहिँ मोरलेस त्यो कन्सन्ट्रेटेड लेभलबाट माथि नजानु होइन। अनि बट केही यो त्यतिखेर हाइरिस्क ग्रुप भन्थ्यो अब कि पपुलेसन हाइरिस्क ग्रुप भनिन्थ्यो होइन, आजभोलि त भनिँदैन, हटस्पट हाइरिस्क ग्रुप भनिन्थ्यो। त्यो हाइरिस्क ग्रुपहरूमा चाहिँ प्रेभेलेन्स रिलेटिभली स्टेबल पोइन्टमा जानु त्यो चाहिँ पोजिटिभ नोट हो होइन। तर त्यति हुँदाहुँदै पनि के भयो भने त्यो पपुलेसन ग्रुपको भोइसेसहरू त्यति स्ट्रङली रिफ्लेक्ट हुँदैन थियो। बेस्ट इनोभेटिभ वे त के अब हेल्थ सिस्टमले हेर्दाखेरि हेल्थ सिस्टमको आफ्नो पोइन्ट अफ भ्यू हेरेर हुन्थ्यो होइन। अनि त्यो कम्युनिटीको चाहिँ आफ्नो पोइन्ट अफ भ्यू हुन्थ्यो। त्यसैले त्यो दुईटालाई कसरी सँगै लाएर लान सकिन्छ भने धेरै प्रयास हुँदै जाँदाखेरि इन्टरनेसनल लर्निङ प्लस सिभिल सोसाइटी कि पपुलेसनहरूको पनि क्यापासिटी बिल्डिङको कुराले क्यापासिटी डेभलप हुँदै गयो नि, त्यसले गर्दाखेरि अहिले चाहिँ त्यो लार्जर एक्सटेन्ट चाहिँ कि पपुलेसनको भोइसेसहरू धेरै पोलिसीमा रिफ्लेक्ट भएको देखिन्छ। एउटा इन्ट्रेस्टिङ कुरा के भयो भने त्यतिखेर कि पपुलेसन अथवा सिभिल सोसाइटीको क्यापासिटी बिल्डिङको प्लान ग्लोबल फन्डको प्लानमा पनि हुन्थ्यो, स्ट्राटेजी हुन्थ्यो, र अरू एनजिओहरूले बनाएका आइएनजिओहरूले प्लान। अब त्यो प्लान त्यतिखेर हेऱ्यो भने बेसिकली के भने एउटा त ट्रेनिङमा फोकस हुने होइन, त्यो सिभिल सोसाइटीको मान्छे अथवा एनजिओको मान्छेलाई ट्रेनिङ दिने विभिन्न एस्पेक्टमा। अर्को चाहिँ उसको अफिस सेटअपहरू अपरेसन कस्टमा सपोर्ट गरिदिने होइन, इक्विपमेन्टहरू किनिदिने त्यस्तो। अब त्यो चाहिँ एभ्री टाइम चाहिँ त्यही कुराहरू दोहोरिराख्यो भने के भएन। अनि इन्ट्रेस्टिङ चाहिँ के भने द मोमेन्ट कि पपुलेसन स्टार्टेड इम्प्लिमेन्टिङ द प्रोग्राम बाई देमसेल्फ, त्यसपछि त्यो कि पपुलेसन क्यापासिटी त भत्तै बढ्यो नि। नाउ वाट इट टेल्स द स्टोरी के भनेदेखि to build the best way to build the capacity is to engage them directly in the implementation होइन। त्यो हुन साथै उनीहरूको लर्निङ भयो, दे आर अकाउन्टेबल, दे आर आन्सरेबल टु वाट दे डिड होइन। त्यसले गर्दा त्यो क्यापासिटी यस्तो भत्तै बढ्यो नि अल ग्रुपमा होइन। बाहिरबाट ट्रेनिङ दिएर अफिस सेटअप गरेर मात्र हुँदो रहेछ भने त्यो देखियो नि। यु एङ्गेज देम इन ए वे द्याट दे फिल अकाउन्टेबल होइन, दे फिल अकाउन्टेबल, दे फिल रेस्पोन्सिबल होइन, दे फिल रिकगनाइज्ड होइन, अनि दे फिल द्याट दे हेभ कन्ट्रिब्युटेड टु द नेसनल प्रोसेस। त्यसमा राख्यो भने पो क्यापासिटी बिल्ड हुँदैछ त। बिल्डिङ इक्विपमेन्ट त्यो दिएर त हुँदो रहेछ। इभन सानो सानो बिल्डिङ नभएको अहिले अलि एरियातिर बाहिरतिर काठमाडौँ बाहिरतिर हेऱ्यो भने खासै ठुलो अफिस सेटअप पनि छैन, केही पनि छैन, तर दे आर सो स्ट्रङ नि होइन। लास्ट टाइम हामी धरान गएको थियौँ, हाम्रो रोमनको कुरा गर्ने हो नि होइन, वाट दे हेभ नथिङ नै इन अ वे वेन स्टार्टेड नि होइन, तर भेरी स्ट्रङ क्यापासिटी थियो नि त उसको, एडभोकेसी क्यापासिटी थियो, अर्गनाइजिङ क्यापासिटी थियो। इट अल केम बिकज दे स्टार्टेड इम्प्लिमेन्टिङ, दे स्टार्टेड काइन्ड अफ बिङ रेस्पोन्सिबल टु देयर ग्रुप होइन। त्यो चाहिने अहिले त तपाईँको सिसिएमले कन्ट्री कोअर्डिनेसन मेकानिजममा दे हेभ देयर डाइरेक्ट इन्भल्भमेन्ट एन्ड दे आर इन्फ्लुएन्सिङ द ओभरअल प्रोसेस, गाइडिङ द प्रोसेस अफ नेपाल। एकदम प्रिसाइजली द्याट्स वाट इट हेज टु बी। सुरुदेखि नै त्यो हो नि त होइन। तर अब ह्याभिङ सेड द्याट एउटा डाइनामिक्स चाहिँ अलिकति हामी सबैले के विचार गर्नुपर्ने देखियो भनेदेखि द काइन्ड अफ सटल यो डाइनामिक्स जुन छ नि अमङ द सिभिल सोसाइटी अथवा अमङ द रिप्रेजेन्टेटिभ अफ द रेस्पेक्टिभ के पपुलेसन। अब हामी कहाँ कुरा गर्ने अहिले 4-5वटा ग्रुपलाई हेर्ने हो भनेदेखि एलजिबिटीक्यूको एउटा ग्रुप भयो, त्यसपछि सेक्स वर्कर, ड्रग युजर कम्युनिटी होइन, अनि माइग्रेन्ट कम्युनिटी र अरू पनि भनौँ न। त्यो देयर इज सटल काइन्ड अफ अ स्ट्रगल, कन्फ्लिक्ट र काइन्ड अफ अ कम्पिटिसन छ। अब त्यो कम्पिटिसनहरूले चाहिँ अहिले पछिल्लो चरणमा कता लिड गर्यो भने दोज हु गेट द मोर रिसोर्सेस आर कन्सिडर्ड टु बी मोर सक्सेसफुल। मैले बाहिरहरूसँग कुरा गर्थेँ नि, ऊ त साह्रै सक्सेस भयो नि त्यो ग्रुप त, किनभने त उसले धेरै रिसोर्स लियो अरे ग्रुपमा। तर द्याट्स हाउ इट सुड नट बी इन्टरप्रेटेड नि होइन। त्यहाँ निड छ भने बढी रिसोर्सेस चाहिन्छ। कसरी इन्टरप्रेट गर्ने त्यो कुरा हो। अब अहिले वास्तवमा हेर्ने हो भने त जसले धेरै रिसोर्सेस ल्याउँछ ऊ नै सक्सेसफुल भने जस्तो टाइपको कुरा त हो होइन। तर के भने त्यो रिसोर्सेस उसकोमा किन गयो भन्दाखेरि देयर इज अ निड भन्ने कुरो त बुझिदिनु पऱ्यो नि। अब अहिले पोजिटिभ ग्रुपहरूको आफ्नै एउटा स्ट्रङ नेटवर्क छ होइन, एलजिबिटीको आफ्नै नेटवर्क छ, नेसनल नेटवर्क छ, ड्रग युजरको आफ्नै नेटवर्क छ होइन। अब
त्यो नेटवर्कको कारणले गर्दाखेरि त्यहाँ कस्तो मेसेज आउँछ भने हामी कहिले फिल्डतिर गएर प्रोग्राम गर्दाखेरि उसले त धेरै पैसा ल्यायो नि त्यो ग्रुपले त क्या सक्सेसफुल रहेछ हाम्रो त खोइ आएन हाम्रो लिडर नै सकेन भने त्यस्तो खाले सोच्नुभन्दा पनि हाम्रो आवश्यकता यो थियो हाम्रो आवश्यकता मिट हुने रिसोर्सेस हामीले पायौँ भन्ने हिसाबले जानुपर्ने थियो अहिले त्यो सटल कम्पिटिसनले चाहिँ आई डोन्ट नो वेयर डज इट लिड एट द एन्ड अफ द डे होइन त्यो एउटा चाहिँ मैले देखिरहेको छु त्यो चाहिँ अमङ द सिभिल सोसाइटीमा किनभने अल ग्रुप आर भेरी स्ट्रङ होइन त्यो एउटा पार्ट चाहिँ छ किनभने एउटा ग्रुपले स्टार्ट गरेको कुरोमा चाहिँ रिसोर्स कमले त्यो केही कुराहरू चाहिँ गर्न सकेन भनेदेखि लिडरसिपमा चाहिँ क्वेसनिङ गर्ने होइन अथवा चाहिँ आई डोन्ट नो त्यो सरल त्यो चाहिँ अलिकति हाम्रो अन्डरस्ट्यान्डिङ बोथ एट ग्रुपभन्दा बाहिरको हामीहरू जस्तो मान्छे र गभर्मेन्टमा पनि त्यो अन्डरस्ट्यान्डिङलाई अलिकति एक्सप्यान्ड गर्नुपर्ने जरुरी चाहिँ देखिन्छ अनि अझै पनि काम गर्न थुप्रो बाँकी छ होइन त्यो भन्दै पनि अब जति पनि प्रोग्रेस भएको देखिए तापनि लाइक अहिलेको पर्सिस्टिङ च्यालेन्ज र ग्याप चाहिँ के हो हजुरले देखेको अहिले इन्टरनेसनल फाइनेन्सिङमा जुन खालको क्राइसिस देखियो त्यसलाई पनि यसमै जोडेर हेर्नुपर्छ च्यालेन्जमा नि है अब प्रोग्रामेटिक च्यालेन्जमा हेर्ने हो भनेदेखि ट्रिटमेन्टको कम्पोनेन्ट चाहिँ प्राइमरीली हेल्थ सिस्टम इज क्यापेबल अफ डुइङ इट है र टेस्टको कम्पोनेन्टमा चाहिँ कस्तो छ भने अहिले पनि मान्छेहरू विलिङली टेस्ट गर्न नजाने अवस्था भएको हुनाले हाम्रो हेल्थ सिस्टम त फिल्डमा जाने भन्दा नि क्लाइन्ट आएपछि टेस्ट गरिदिने हो होइन त्यसैले त्यो बाहिर फिल्डबाट जो हेल्थ सर्भिसेससम्म आउन सकिरहेका छैनन् त्यो ग्रुपलाई चाहिँ आइदर टेस्ट सेन्टरमा ल्याउनु पऱ्यो अथवा दे हेभ टु बी टेस्टेड राइट एट देयर ओन कम्प्यालिटी अथवा त्यसैले त्यो दुईवटा पार्ट चाहिँ हेर्नुपर्छ है अब दुईवटा पार्टमा टेस्टलाई नै फोकस गर्ने हो भने अब कम्युनिटीले नै टेस्ट गर्दाखेरि क्विक रिजल्ट आउँछ तर निड्स एक्स्ट्रा रिसोर्सेस होइन त्यसैले त्यसलाई कहाँनिर ब्यालेन्स गर्ने भन्ने कुरामा हामीलाई फर्दर डिस्कसन किन चाहियो भने हेल्थ सिस्टममा काइन्ड अफ सेट छ हामी कहाँ है त्यो सिस्टममा त्यो सर्भिसेस अभाइलेबल छ भनेदेखि त्यो सर्भिसेसलाई बेस्ट युज गऱ्यो भने हामी अलिकति रिसोर्स क्रन्च अवस्थामा पनि सायद बढी टेस्ट गर्न सक्छौँ कि भन्ने सोच्ने हो तर जो आइरहेको छैन उसलाई टेस्ट सेन्टरमा कसरी ल्याउने भन्ने प्रयास एउटा छ अब अहिले चाहिँ हामी कम्युनिटी टेस्टिङ भनेर भनिरहेका छौँ इट हेल्प अ लट यसले अर्ली डायग्नोसिसमा असाध्यै मद्दत गर्यो र त्यति मात्र होइन जुन कम्युनिटीले त्यो सिएलटी गरेको छ त्यही कम्युनिटी चाहिँ सिएचबिसी प्लस अरू प्रोग्राममा इङ्गेज भएको हुनाले यो रिटेन्सन र उसमा चाहिँ एकदम हेल्प गरिरहेछ होइन कन्टिन्युसनमा हेल्प गरिरहेछ त्यसैले त्यो एउटा पार्ट चाहिँ च्यालेन्जिङ छ एउटा मैले देखेको है इन्टरनेसनल क्राइसिसको कारणले चाहिँ त्यहाँनिर हामीले अलिक हेर्नुपर्छ अर्को पार्ट चाहिँ अब अहिले आएर गभर्मेन्टले एआरबी ड्रग र केही रिएजेन्टहरू गभर्मेन्टले किन्ने क्रम बढिरहेको छ लगभग अब एआरबीको कुरा गर्नु पर्दाखेरि त एचआइभी मेडिसिन त लाइक 100% प्रोग्रेस 2018 देखि नै यो प्रोसेस स्टार्ट भएको हो होइन त्यसले गर्दाखेरि अब एचआइभी टिबी र मलेरियाका यो कमोडिटी प्रोक्योरमेन्ट चाहिँ सबै गभर्मेन्टबाट भयो भने स्यालेरी गभर्मेन्टको कन्टिन्यू भइरहेको छ कमोडिटी भयो भनेदेखि त्यो टु लार्जर एक्सटेन्ट त्यसले कमोडिटीको इस्यु चाहिँ एड्रेस गर्छ है अब डिस्ट्रिब्युसनमा अलिकति केही च्यालेन्ज होला त्यो इम्प्रुभ हुँदै जान्छ पहिलेको तुलनामा डिस्ट्रिब्युसन धेरै हदसम्म सुध्रिएको छ हाम्रो सप्लाई चेनहरू बेटर भइरहेको छ अब त्यो भएको हुनाले च्यालेन्ज चाहिँ त्यो रिटेन्सन पार्टलाई अलिकति र त्यसको केही कम्युनिटी लेभलको मोनिटरिङ गर्ने पार्ट चाहिँ अझै च्यालेन्जिङ छ किनभने सबै त्यसरी क्विकली हेल्थ सेन्टरमा आइहाल्दैनन् जुनसुकै अडल्टको पनि हेल्थ सिकिङ बिहेभियर कस्तो हुन्छ भने एक दिन वेट गरौँ न यसले के खराब गरेछ र म ठिकै छु नि जस्तो फिल हुन्छ नि त एक दिन वेट गरौँ 2 दिन वेट गरौँ भन्दा भने सिचुएसन माइट गेट टु वर्स कन्डिसन नि हो अब त्यो हेल्थ सिकिङ बिहेभियर भएको हुनाले त्यस्तो बिहेभियरलाई हामीले रोक्नलाई अलिकति इन्करेजमेन्ट सपोर्ट चाहिँ कम्युनिटी लेभलमा कन्टिन्यू हुनु जरुरी एकदमै जरुरी छ सो ठ्याक्कै म त्यही पार्टमा आइरहेको छु जस्तै हजुरले अहिले भनिहाल्नु हो रिसोर्सेस क्रन्च हुँदैछ ग्लोबल होइन र एउटा चाहिँ अब इन्टरनेसनल
एजेन्सीहरूको पनि कस्तो खालके चाहिँ मनसाय छ भन्दाखेरि चाहिँ नेपालले चाहिँ एउटा एक्सपेक्टेसन पनि भनौँ न, उनीहरूको त्यत्रो इन्भेस्टमेन्ट यो एचआइभीमा गरिसकेपछि अल्टिमेटली नेपालले चाहिँ डोमेस्टिक रिसोर्सेस डोमेस्टिक फाइनेन्सिङतिर चाहिँ जानुपर्छ भन्ने कुराहरू चाहिँ गरिरहेको छ। एकातिर अहिले हजुरले भने जस्तै हाम्रो हेल्थ सेक्टर रेडी छ, एचआइभी टेस्टिङ गर्नेदेखि लिएर ट्रिटमेन्टको पाटोहरूमा चाहिँ सेटअप पनि छ, तर स्टिल यो एचआइभी भनेको इस्यु चाहिँ यस्तो खालको हो कि मान्छे अझै पनि खुलेर आएको अवस्था छैन, अझै पनि केही सेगमेन्ट अफ पपुलेसन चाहिँ पत्ता लगाएर औषधिसम्म लिएर आउन बाँकी नै छ। देयर इज स्टिल अ ग्याप। त्यो सबै कुराहरू हुँदा हुँदै पनि महेशलाई लाइक यो नेपालको एचआइभी रेस्पोन्समा देखिएको रिस्क चाहिँ के हो त? अहिले पनि जति व्यक्तिहरू अहिले ट्रिटमेन्टमा हुनुहुन्छ नि त्यो सबैजना ओपन भएर आउनु भएको छैन है। जसरी कसैलाई चाहिँ मलाई डायबिटिक छ भनेर ओपनली जान्छन् नि, अब अहिले क्यान्सर पनि मान्छे ओपनली मलाई क्यान्सर हो भनेर भन्ने अवस्था छ होइन। तर एचआइभी पोजिटिभ र अहिले पनि म एचआइभी पोजिटिभ भएर औषधि खाइरहेको छु भनेर ओपनली अहिले पनि आएको छैन, त्यो अहिले पनि आएको छैन। भरे हाम्रो ट्रिटमेन्टमा धेरै ग्रुप धेरै व्यक्तिहरू हुनुहुन्छ अहिले होइन, हामी धेरै माथि पुगिसकेका छौँ हाम्रो टार्गेट अनुसार चाहिँ। तर त्यो केही ग्रुप अझै पनि ओपनली नआएको हुनाले हाम्रो सिस्टममा अलिकति केही गडबडी भइदियो भने त्यो ओपनली नआएको व्यक्तिहरूले कहाँ गएर सर्भिस लिने होइन, त्यो च्यालेन्ज चाहिँ अझै पनि छ। त्यसले त्यो ओपनली नआएको व्यक्तिहरू चाहिँ कता कता आफ्नो कम्युनिटी मार्फत चाहिँ गभर्मेन्ट सिस्टमसँग कनेक्टेड भइरहेका छन् है, गभर्मेन्ट सिस्टममा जोडिएका छन् तिनीहरू, त्यो चाहिँ बिकज अफ द कम्युनिटी होइन। त्यसले त्यो लिङ्क चाहिँ ब्रेक हुन्छ कि भन्ने एउटा मलाई डर लाग्छ रिसोर्स क्राइसिसले गर्दा है। किन सबैजना भोलिन्टियर त काम गर्न सकिँदैन नि, कुनै न कुनै टाइममा त वी निड अ काइन्ड अफ त्यो पेड सिस्टम पनि हुनु पऱ्यो जसले गर्दा त्यो लिङ्केज चाहिँ मेन्टेन होस् होइन। यत्रो एचआइभी प्रोग्राम चाहिँ अब त्यो लिङ्केज काम भोलिन्टियरली गर्नुपर्छ, कम्युनिटीको आफ्नोलाई गर्नुपर्छ भनेर हुँदैन कि, त्यो चाहिँ लिमिट अफ भोलिन्टियरिजम। अब एट द एन्ड अफ द डे लाइभलीहुड कुरा कतै आइहाल्छ। त्यसैले त्यो भोलिन्टियरिजम सधैँसम्म हो नि, तर देयर इज अ लार्ज चङ्क इन भोलिन्टियरिजम अहिले पनि छ नभएको होइन। त्यसैले त्यहाँ एउटा रिस्क चाहिँ के छ भने रिसोर्स क्रच हुनासाथै त्यो सपोर्ट मेकानिजम चाहिँ अलिकति विक भइदिन्छ कि होइन, एउटा त्यो विचार गर्नुपर्छ। भलै गभर्मेन्टसँग कमोडिटी छ होइन, हेल्थ पोस्टमा हस्पिटलमा ड्रगहरू ढल्ने छ, तर त्यो कसैले गएर त खाइदिनु पऱ्यो नि होइन, त्यो लिङ्क चाहिँ एउटा ब्रेक हुन्छ कि भन्ने एउटा त्यो डर छ एउटा। अर्को डर के छ भने जुन अहिले हामी एलजिबिटिआई अथवा ड्रग युजर्स कम्युनिटीकै कुरा गर्दाखेरि ड्रग युज चाहिँ क्राइम होइन, दे निड ट्रिटमेन्ट होइन, क्रिमिनल हिसाबले होइन कि एज अ दोज हु निड अ ट्रिटमेन्ट भन्ने पोइन्टबाट हेर्नुपर्छ भनेर कन्टिन्युस एडभोकेसी भइरहेको छ नि। त्यो एडभोकेसी विक भयो भने फेरि वी मे गो ब्याक टु द सेम काइन्ड अफ यो ट्रेडिसनल हाम्रो स्टिगमा होइन, त्यसलाई इग्नोर गर्ने अथवा चाहिँ आउटकास्टिङ गर्ने खालको एटिच्युड आयो भने त्यसले चाहिँ फेरि फ्लेयर अप हुनसक्छ, त्यो डर छ। अर्को च्यालेन्ज चाहिँ के छ भने एलजिबिटिआई कम्युनिटी वाइल दे सिम्स टु बी लिटल स्ट्रङ भिजिबल भए पनि त्यो सोसाइटीमा यति डिफिकल्टिज छ तिनीहरूको उहाँहरूको सोसाइटीमा पनि देयर आर सर्टेन सिरियस च्यालेन्जेस के, अनि त्यसलाई पनि अलिकति अर्गनाइज गरिराखे अहिले जो ग्रुप छ त्यसले गर्दाखेरि उनीहरू एक्सेस टु सर्भिसेस ठिकै भइरहेको छ होइन। त्यो अर्गनाइज गर्ने क्यापासिटी त अरूको छैन, त्यही ग्रुपको मात्रै हुन्छ। ड्रग युजर कमिटीलाई अर्गनाइज गर्ने ड्रग युजर ग्रुपकै हुन्छ होइन भने अब त्यो अर्गनाइज गर्ने क्यापासिटी चाहिँ भोलिन्टियरिजमले मात्रै सस्टेन गर्दैन होइन, देयर निड्स रिसोर्सेस। अनि त्यो रिसोर्स नभए त्यो अर्गनाइज भएन भने त्यो फेरि च्यालेन्ज हुनसक्छ, त्यो पनि एउटा विचार गर्नुपर्ने कुरो छ। र अर्को चाहिँ गभर्मेन्टको पोइन्ट अफ भ्यूबाट हेर्दाखेरि के छ भने अहिले रिसोर्स क्रन्च गभर्मेन्टमा बढिरहेको छ है। अब डाइभर्स निड छ, डिमान्ड सबैतिर छ, गभर्मेन्टको लिमिटेड इन्कम छ, अब इन्टरनेसनल फन्डिङ कम हुँदैछ। अनि हामी जब अब इभन अब नेक्स्ट इयरबाट हामी ग्रेजुएसन लिएर लोवर मिडल इन्कम कन्ट्रीमा जान साथै इन्टरनेसनल फाइनेन्सिङ पोलिसी मेकानिजमहरू डेफिनेटली एप्लाई हुन्छ होइन। इभन लोन लिँदाखेरि वी हेभ टु पे मोर रेन्ट्स, के अरे मोर इन्ट्रेस्ट रेट देन अहिलेको छ होइन। त्यसले गर्दाखेरि हामीलाई चाहिँ रिसोर्स क्रन्च चाहिँ हुने अवस्था चाहिँ छ। त्यसैले गभर्मेन्टमा चाहिँ अब यो
रिसोर्स एलोकेसनलाई भेरी जुडिसियसली थिङ्क गर्नुपर्ने एकदमै जरुरी छ है, एकदमै जरुरी छ। अब टाइम विषयमा धेरै पटक छलफल चाहिँ हुन्छ गभर्मेन्टमा है। कम्युनिटी इन्गेजमेन्ट कसरी इन्स्योर गरिन्छ? त्यही मैले अघि भने त्यो चाहिँ एउटा बिग च्यालेन्जेस हो कम्युनिटी इन्गेजमेन्टको लागि। हामीसँग जे रिसोर्सेस एभाइलेबल छ नि, अब एकचोटि के पनि कुरा भएको थियो भने गभर्मेन्टकै रिसोर्सबाट कम्युनिटी इन्गेजमेन्टको लागि चाहिँ सोसल कन्ट्र्याक्टिङ मेकानिजम चाहिँ इस्टाब्लिस हुनुपर्छ भनेर केही काम पनि भयो। त्यसमा मैले पनि केही काम गरेँ। अब त्यो गभर्मेन्टमा एक किसिमको रिकगनाइज चाहिँ भएको छ सोसल कन्ट्र्याक्टिङ गर्नुपर्छ भनेर होइन। तर के भने कुन रिसोर्सबाट गर्ने? अब अहिले त ग्लोबल फन्डको केही रिसोर्स छ, अहिले पनि त्यो पनि धेरै रिसोर्स 15% कट भइसकेको छ। नेक्स्ट इयर कति हुन्छ वी डोन्ट नो होइन। ग्लोबल फन्डको रिसोर्सेसमा भर गरेर मात्रै सोसल कन्ट्र्याक्टिङको कुरा गर्दाखेरि प्रोभाब्ली वी वन्ट टु मुभ भेरी फार। त्यसैले हामीले इन्टरनल रिसोर्स त बढाउनै पर्छ है, बढाउनै पर्छ। अब इन्टरनल रिसोर्स कुरा गर्दाखेरि नेपालमा यो गभर्मेन्टभन्दा बाहिर प्राइभेट सेक्टर अथवा अरूबाट चाहिँ म धेरै रिसोर्सेस एक्सपेक्ट गर्दिनँ। यसमा केही साथीहरूले पहिले पनि काम गरे नगरे होइन है। कस्तो रह्यो भनेदेखि अब कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी भनेर प्राइभेट सेक्टरलाई भनेको हुन्छ, त्यसको रिसोर्सेसहरू कसैले फाटाफुटो लिएका छन् नलिएको होइन। तर एउटा रेगुलरली कन्सिस्टेन्टली र रिलायबल वेबाट कसले पनि हेरिसकेका छैन होइन। एक वर्ष एउटा प्रोग्राम चलायो, अर्को वर्ष त त्यो रिसोर्सेस आउँदैन त त्यो अर्गनाइजेसनसँग हामी नै रिसोर्स छैन भन्छ भन्दाखेरि सिएसआरमा टोटली यस्तो लङ टर्म सपोर्ट चाहिँ आई डोन्ट सी अहिले नै तुरुन्तै भन्न सकिँदैन है। त्यसैले लोकल रिसोर्सेस चाहिँ एकदम मुस्किल छ। अब अलिकति गभर्मेन्टको रिसोर्सेसहरू अहिले प्रोभिन्स र पालिकाहरूलाई गएको छ, त्यसबाट केही रिसोर्सेसहरू त अभाइलेबल हुनसक्छ है। तर त्यो त्यति इजी चाहिँ छैन। सोसल कन्ट्र्याक्टिङ नै मेकानिजमबाट जाने हो भने पनि ब्युरोक्रेटिक हासल्सहरू छ, त्यसपछि अन्डर टेबल डिलिङको कुराहरू बारम्बार आइरहेका छन् होइन। त्यो सबै कारणले गर्दाखेरि रिसोर्सेस मोबिलाइजेसन चाहिँ मेरो विचारमा एकदम राम्रो बहस चाहिँ गर्नुपर्छ। अहिले क्विक आन्सर त आई डोन्ट ह्याभ एनी क्विक आन्सर होइन, त्यसको लागि क्विक फिक्स पनि छैन। तर मोर डायलग एन्ड द काइन्ड अफ डिस्कसन इज नेसेसरी जस्तो लाग्छ मलाई। कतिपय कम्युनिटी बेस्ड अर्गनाइजेसनहरू जस्तै एसियन कन्ट्रीमै सर्टेन ठाउँमा चाहिँ प्र्याक्टिसमा आएको छ कि जुन चाहिँ सर्भिस फ्री अफ चार्जको कुराहरू छ, त्यो कुरालाई चाहिँ अब क्लाइन्टलाई पनि मोर सेल्फ रिलायन्ट बनाउनको लागि र त्यो सर्भिसप्रति चाहिँ अलिकति अकाउन्टेबल बनाउनको लागि चाहिँ सर्टेन पैसाहरू चाहिँ चार्ज गरिरहेको जस्तो छ। जस्तै ओपिडीहरूको लागि होइन, कम्युनिटी बेस्ड अर्गनाइजेसनमा है, त्यसरी चाहिँ चार्ज गरेर पनि फन्डिङ जेनेरेट गर्ने तरिकाहरू चाहिँ एकदम नोमिनल प्राइस बट द्याट क्यान सपोर्ट एटलिस्ट यो अपरेसनल कस्टहरू अर्गनाइजेसनको क्यान द्याट बी यसो छ। अब अपरेसनल कस्ट नै त्यस्तो चार्जबाट उठ्छ भन्ने कुरा चाहिँ आई डोन्ट रियली बिलिभ इन अहिले कन्टेक्स्टमा। किनभने मैले नेसनल एज स्पेन्डिङ एसेसमेन्टहरू गरेँ होइन, नेपालमा पनि गरेँ, बाहिर अरू कन्ट्रीहरू पनि गरेँ। अब के छ भने एचआइभी एड्सको पर्सपेक्टिभबाट हेर्ने हो भने हाम्रो अपरेटिङ कस्ट, ह्युमन रिसोर्स कस्ट सबै हेर्ने हो भने झनै 30 देखि 40% हुन आउँछ। क्वाइट सब्सटेन्सियल छ है। अब त्यत्रो पैसा त्यो सर्भिस चार्जबाट मिनिमल चार्ज गरेर चाहिँ उठ्दैन। त्यसको केही एडभान्टेज छ, मिनिमम चार्ज गरेर होइन, अपरेटिङ कस्टमा कन्ट्रिब्युसन हुन्छ, त्यसपछि क्लाइन्टलाई अलिकति ओनरसिप हुन्छ र वेस्टेजहरू कम हुनसक्छ होइन, त्यो हुनसक्छ। त्यसले केही हेल्प त गर्छ, तर त्यसले अपरेटिङ कस्ट सबै आउँछ भनेर भन्न चाहिँ सकिँदैन। अपरेटिङ कस्ट ठ्याक्कै आउँदैन, किनभने मैले धेरै हेरिसकेको छु होइन, त्यो आउँदैन। इभन तपाईँको अहिले नै पनि ल हामीले एक किसिमले एनसिएसीको सरस्वती बजेट एनालिसिस गर्ने हो भने नि झन् 60-70% बजेट चाहिँ झन् स्यालेरी र अपरेटिङ कस्टमा जान्छ होइन। हस्पिटलको हेर्ने भने द्याट्स सेम केस होइन। त्यसले गर्दाखेरि त्यो एनजिओको पनि मोरल स्टे हुन आउँछ, त्यसले गर्दा त्यो ठ्याक्कै चाहिँ आउँदैन अपरेटिङ कस्टबाट त्यो होइन, इट्स नट पोसिबल। तर केही कन्ट्रिब्युसन त्यसको एडभान्टेजहरू चाहिँ आउँछ, त्यो नभएको होइन।
त्यसैले यसको चाहिँ अलिकति अब हामीले रिडिजाइन रिअलाइनमेन्टको कुराहरू अहिले बारम्बार गोल गर्ने पनि गरिरहेको छ होइन। अब रिडिजाइन गर्दाखेरि मैले त्यही अघि नै भने जुन हामी सिभिल सोसाइटीहरूको बिचमा एउटा सटल कम्पिटिसन छ, पैसा बढी तान्ने होड होइन, त्यो लाइनबाट मात्रै हेर्नु सक्दा चाहिँ हाउ वी क्यान डु द सेम थिङ विथ लेस रिसोर्सेस होइन, हाउ क्यान एचिभ एफिसियन्सी विथ लेस रिसोर्सेस भन्ने डिस्कस चाहिँ एकदम जरुरी छ, एकदमै जरुरी छ त्यो चाहिँ। अब गभर्मेन्टको हातमा पनि गभर्मेन्टको मेरो विचारमा बिस्तारै अहिले केही रिसोर्सेसहरू चाहिँ गभर्मेन्टमा पनि कम हुने चान्सेस भेरी हाई। ओके, अब मैले चाहिँ आजको पडकास्ट चाहिँ इट वाज रियली इन्ट्रेस्टिङ होइन। अब अन्तिममा पुग्यो हामी लगभग। यो 3 वर्षको दशकलाई चाहिँ यसो तपाईँले रिफ्लेक्ट गर्दाखेरि चाहिँ लाइक वाट इज द बिगेस्ट लेसन लाइक द नेपाल हेज लर्न इन इट्स एचआइभी जर्नी? एउटा लेसन्स चाहिँ के भनेदेखि इट्स पोसिबल एन्ड वी क्यान डु इट है, एन्ड वी हेभ डन इट। वी मिन्स एज अ होल, यु मी होइन, कम्युनिटी लार्जर ग्रुप होइन। एउटा त्यो चाहिँ देखियो। मैले सुरुमा भनेको थिएँ नि, देयर वाज अ ल्याक अफ डोनर कन्फिडेन्स इन नेपाल एट फर्स्ट होइन। गभर्मेन्टको कम्पिटिसन, गभर्मेन्टले काम गर्न सक्दैन भनेर युएनडिपीलाई पिआर बनायो नि फर इक्जाम्पल होइन, युएनसिआरको एजेन्सीलाई। द्याट इन्डिकेट ल्याक अफ कन्फिडेन्स नि होइन। अब युएनडिपी टु ब्याक टु गभर्मेन्ट ल्याउन इट वाज क्वाइट अ च्यालेन्ज एट द्याट टाइम होइन। आई वाज अल्सो इङ्गेज इन द्याट टाइम। अनि त्यसले गर्दाखेरि सो चाहिँ अब युएनडिपी भन्नु फेरि टाढा होइन, हाम्रै नेपाली भाइ बहिनीहरू काम गर्थ्यो त्यहाँ पनि त्यस्तो हिसाबले त, तर पनि एज ए इन्स्टिट्युसन चाहिँ एउटा त्यो भयो होइन, वी क्यान डु इट भन्ने एउटा मेसेज, त्यो द्याट्स क्लियरली गयो एउटा त्यो लर्निङ। अर्को चाहिँ कम्युनिटीको भोइस रियली म्याटर्स है। नट ओन्ली म्याटर्स, दे क्यान ह्याभ अ लास्टिङ इम्प्याक्ट। किनभने अर्ली स्टेजमा मैले कुरा गरेँ नि, केही एनजिओहरूको मात्रै इङ्गेजमेन्ट थियो, कम्युनिटीको भोइसेसहरू चाहिँ लिमिटेड रूपमा मात्रै सुनिन्थ्यो होइन। उनीहरूलाई मिटिङहरूमा, सेमिनारहरूमा, वर्कसपहरूमा इन्भाइट गर्थ्यो, तर एक्चुअल इम्प्लिमेन्टेसनमा र मोनिटरमा दे ह्याड अ भेरी लिमिटेड रोल नै। जब त्यो रोल उनीहरूले पाउन थालेपछि सबैले देयर क्यापासिटी इन्क्रिज होइन, एकाउन्टेबिलिटी बढ्यो होइन। अनि त्यसले के इङ्गेज गर्यो भनेदेखि एचआइभिएस प्रोग्रामकोमा चाहिँ कम्युनिटी इङ्गेजमेन्ट इज मस्ट है, इज मस्ट एउटा लेसन थियो। अर्को लेसन मैले हेर्दाखेरि रिसोर्सको कुराहरूमा वी सिम्स टु हेभ हेभिली डिपेन्डेन्ट अन इन्टरनेसनल रिसोर्सेस है। र त्यो रिसोर्समा डिपेन्ड गरेको कारणले अहिले आएर ग्लोबल क्रन्च, रिसोर्स क्रन्च हुन थालेपछि वी आर फेसिङ लट्स अफ च्यालेन्जेस है। त्यसैले एउटा लेसन के भने समहाउ फ्रम अर्ली स्टेजेस इन्टरनल रिसोर्स मेकानिजम चाहिँ हेज टु बी इन प्लेस है। त्यो हामीसँग थिएन पहिले, अब चाहिँ त्यो एउटा लेसन्स, त्यो एउटा लर्न भयो है। अनि अर्को लेसन्स चाहिँ के भने अर्ली फेजमा हामीसँग इन्फर्मेसन बेस र इनोभेसन नभएको कारणले गर्दाखेरि हामी बाहिरमा डिपेन्ड हुनु पर्थ्यो इनोभेसनको लागि र इन्फर्मेसनको लागि भने अहिले पनि हामी कहाँ त्यो इन्फर्मेसन बेस र इनोभेसन चाहिँ बनाउनु एकदम जरुरी छ है। इन्क्लुडिङ रिसर्चको कामहरू एकदमै जरुरी छ होइन, त्यो एउटा इम्पोर्टेन्ट पार्ट हो। यदि पोलिसी मेकरलाई, कम्युनिटिजलाई र इन्टरनेसनल पार्टनरलाई इफ यु हेभ टु गिभ सम काइन्ड अफ सजेसन ओर क्लियर मेसेज के हुनसक्छ लाइक? अब एउटै मेसेजले त्यो सबैलाई त सायद प्रभावित समर्दैन, किनभने रोल डिफ्रेन्ट छ होइन, इङ्गेजमेन्टको नेचर डिफ्रेन्ट छ। त्यसले गर्दाखेरि गभर्मेन्टको लागि भन्दाखेरि प्राइमरीली गभर्मेन्टले दुईवटा एरियामा चाहिँ फोकस गर्नुपर्छ कि जस्तो लाग्छ होइन। एउटा सर्भिस इम्प्रुभमेन्ट बेस्ड अन एभिडेन्स है। त्यो एभिडेन्स कहाँबाट जेनेरेट हुन्छ भन्दाखेरि सिभिल सोसाइटी, कम्युनिटीको इङ्गेजबाट एभिडेन्स जेनेरेट हुँदै जान्छ। र त्यो एभिडेन्सको आधारमा आफ्नो सर्भिस
को यो क्यापासिटी अथवा सर्भिसलाई कसरी स्ट्रेन्थेन गर्ने, द मोर पिपुललाई कसरी रिच गर्ने, बोथ इन टर्म्स अफ टेस्टको कुराहरू भयो, इभन हार्म रिडक्सन त हामीले कुरै गरेका छैनौँ होइन। गभर्मेन्टले हार्म रिडक्सनमा किन डाइरेक्टली अब इङ्गेज नहुने, डोनरसँग किन डिपेन्ड हुने फर इक्जाम्पल होइन, डिलिसिन्सको यत्रो ठुलो प्रोग्राम छ, गभर्मेन्टले किन इङ्गेज नहुने, मतलब यस्तो कुराहरू नि होइन। गभर्मेन्टले चाहिँ इन्फर्मेसन बेसमा चाहिँ पोलिसी डिजाइन गर्दै जाने, त्यसको मतलब इन्क्लुडिङ रिसोर्स मोबिलाइजेसनको कुराहरू होइन, त्यो कुराहरू एकदमै जरुरी छ। र मैले अघि नै भने इट क्यान बी पोसिबल बिकज द गभर्मेन्ट, सिभिल सोसाइटी एन्ड अदर्स एक्टर्स आर वर्किङ टुगेदर। र त्यो क्रम चाहिँ कन्टिन्यू हुनुपर्छ। यो ब्रेक भयो भने यो अरू पनि ब्रेक हुनसक्छ। यो नै भयो। अब सिभिल सोसाइटीको हकमा चाहिँ कस्तो भने, सिभिल सोसाइटी चाहिँ समटाइम इट्स एनजिओ नभनेर हामी कहिले कुरा एनजिआई भन्थ्यौँ, नन गभर्मेन्टल इन्डिभिजुअल्स भन्थ्यौँ कि। लिडरसिप कम फ्रम इन्डिभिजुअल होइन। इन्स्टिट्युसन क्यापासिटी आफ्नो ठाउँमा छ होइन, इन्स्टिट्युसन हुन्छ, तर लिडर्स क्यान मेक डिफरेन्स नि। त्यसैले सिभिल सोसाइटीमाहरूमा पनि यो सेकेन्ड जेनेरेसन अफ लिडरसिप चाहिँ डेभलप गर्न एकदमै जरुरी छ। किनभने म लास्ट 30 इयर्सदेखि सिभिल सोसाइटीमा सेकेन्ड लाइन जेनेरेसन कम देखिरहेको छु है। त्यसैले सेकेन्ड लेयर अफ जेनेरेसन चाहिँ त्यो लिडरसिप चाहिँ डेभलप गर्न सिभिल सोसाइटीको पनि जरुरी छ। त्यो एउटा पनि पार्ट च्यालेन्जिङ छ। सायद यस्तै होला लेसन लर्न र एउटा चाहिँ काइन्ड अफ अ ब्रोडर सजेसनहरू त। एकदम थ्याङ्क यू भेरी मच दाइ है। नेपालको वास्तवमा एचआइभी रेस्पोन्सको कुरा नै गर्नु पर्दाखेरि तपाईँले आफ्नो टाइम दिनुभयो र लाइक यु जस्ट हामी हिस्ट्रीमा चाहिँ फेरि रिभिजिट गरेको जस्तो भयो। इट वाज मोर अबाउट रेजिलियन्स, पोलिसी इनोभेसन कसरी भयो र कम्युनिटी कसरी इम्पावर भयो। I think this podcast will really help to remind all these things like what happened in past. अनि सायद अब आउने दिनमा पनि हजुरले क्लियरली मेसेज दिनुभएको छ लाइक हामीले इनोभेटिभ कुराहरू सोचेर गभर्मेन्टबाट डोमेस्टिक रिसोर्स बढाउनेदेखि लिएर अल्टरनेटिभ फन्डिङ मेकानिजम के हुनसक्छ, आइदर थ्रु सोसल कन्ट्र्याक्टिङ or something like that. I know like country have like so many priorities in place for the time being. Country को political scenario को हिसाब किताबले पनि तर still like health को one of the HIV भनेको issue चाहिँ हामीले जति पनि गेन गरेको छौँ अहिलेसम्म। सो त्यत्रो मान्छेहरूलाई अब ट्रिटमेन्टमा लिएर आएर चाहिँ इन्फेक्सनलाई चाहिँ रोकेर चाहिँ हामीले 2030 को गोललाई अचिभ गर्नको लागि लगभग छेउमा पुगिसकेको छौँ। यो टाइममा चाहिँ सस्टेन फन्डिङ इभन इन्टरनेसनल कम्युनिटीको अगाडि पनि यो चाहिँ हाम्रो आग्रह पनि हो यही पोडकास्टको मार्फतबाट। र अरू त्यो मेकानिजम पनि हामीले चाहिँ फाइन्ड आउट गर्नुपर्ने कुराहरूका साथसाथै कम्युनिटीबाट पनि त्यही किसिमको इन्भल्भमेन्ट चाहिँ अगाडि राखिनै राखोस्। सायद हामीले धेरैवटा कुराहरू लिएर आउन सक्यौँ होला। हामी महेश दाइसँग एकचोटि फेरि पनि कतिवटा कुराहरू गर्नै बाँकी जस्तो लागिरहेको छ। सो हामी फेरि पनि दाइलाई दुःख दिनेछौँ, बोलाउनेछौँ होइन, र छुटेको कुराहरूलाई अगाडि राख्न कोसिस गर्छौँ भन्दै आजको पोडकास्टबाट हामी बिदा लिँदै प्रभुजन केसी साइनिङ अफ। थ्याङ्क यू।